के तपाईँ दिनमा 8 घण्टाभन्दा बढी काम गर्दै हुनुहुन्छ भने यो भिडियो तपाईँहरूको लागि। नेपालको श्रम कानुन अनुसार कुनै पनि श्रमिकलाई दिनमा 8 घण्टाभन्दा बढी र हप्तामा 48 घण्टाभन्दा बढी काममा लगाउन पाइँदैन र लगातार 5 घण्टा काम गरिसकेपछि 30 मिनेट अनिवार्य विश्राम दिनुपर्छ। र ओभरटाइमको बारेमा जानौँ। ओभरटाइम सामान्य अवस्थामा जबरजस्ती गर्न पाइँदैन, तर विशेष परिस्थितिमा मात्र अनुमति हुन्छ। र ओभरटाइम काम गरेमा 1.5 गुणा डेढी पारिश्रमिक अनिवार्य रूपमा हुन्छ। र ओभरटाइम दिनमा 4 घण्टाभन्दा बढी र हप्तामा 24 घण्टाभन्दा बढी हुनु हुँदैन। बुझौँ, यदि तपाईँको मासिक तलब 30,000 रुपैयाँ छ, अब दैनिक तलब कति हुन्छ त? 30,000 डिभाइडेड बाई 30 गऱ्यो भने 1000 रुपैयाँ तपाईँको एक दिनको तलब 8 घण्टा काम गरे बापत। प्रति घण्टा चाहिँ कति हुँदो रहेछ त? 1000 डिभाइडेड बाई 8 गऱ्यो भने तपाईँको 125 रुपैयाँ चाहिँ प्रति घण्टा। अब ओभरटाइम दर चाहिँ कसरी निर्धारण हुन्छ हेरौँ। ओभरटाइम दर तपाईँको 1 घण्टा कति थियो अघि? 1 घण्टामा 125 थियो इन्टु 1.5 डेढी पारिश्रमिक भन्यो नि त। त्यसैले 187.5 रुपैयाँ तपाईँको प्रति घण्टा हुन गयो। अब मानौँ तपाईँले 2 घण्टा ओभरटाइम गर्नुभयो, ओभरटाइम रकम कति हुन्छ त? 187.5 इन्टु 2 गर्दा 375 रुपिस चाहिँ तपाईँको ओभरटाइम आयो 2 घण्टाको। अब कुल हिसाब एक दिनमा तपाईँले कति कमाउनु भयो त? सामान्य तलब 1000 रुपैयाँ प्लस 2 घण्टा ओभरटाइम गर्नुभएको छ र 375 रुपैयाँ। तपाईँले कुल दैनिक आम्दानी तपाईँको 1000 प्लस 375 गर्दा 1375 रुपैयाँ पाउनुभयो। धन्यवाद।